बारबाट माध्यमिक शिक्षा परीक्षा सुरु। जनकपुरमा 1 घण्टा नबित्दै अंग्रेजीको प्रश्न पत्र आउट। सिराहामा मायागेको नाममा दलित परिवारको घर भत्काइयो, माटो समेत खनेर फालियो। सोभियु नतिजाले बौद्धिक युवा वर्ग माओवादीको साथमा रहेको पुष्टि गरेको प्रचण्डको भनाई। मायागेको नाममा दलितको घर भत्काइएको विषयमा सांसदहरूको आक्रोश। गौर हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आजपाद्वारा सरकारको ध्यानकर्षण। प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम। प्रधानमन्त्री केपी शर्मा ओलीको जवाब संक्षिप्त रूपमा आजको समाचारमा हेर्नुहोस्। राप्रपा सांसदलाई प्रधानमन्त्री ओलीको जवाब। चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको याद होला, हामीले अद्यावधिक गर्यौं। यस वर्ष कम्तीमा 500 युवालाई स्टार्टअप ऋण सहायता दिने प्रधानमन्त्रीको भनाई। दलित परिवारको घर भत्काएको विषयमा मध्य प्रदेश सभामा पनि कारबाहीको माग। पूर्व राजाले भिडियो सन्देशमा श्री 5 महाराज धिराज र साई निशान राखेको प्रति सांसद खतिवड़ाको आपत्ति। सांसदको भनाई, लोड सेडिङ बारे मन्त्री र कुलमानले फरक सूचना दिइरहेका छन्, सरकारले रोक्नुपर्छ। युवराज संग्रौला बारे छानबिन समिति भन्यो, यो हाम्रो क्षेत्र अधिकारमा पर्दैन। साँझको समयमा 230 मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग ऊर्जा मन्त्रालयको अनुरोध। दैनिक 12 घण्टा लोड सेडिङ खेप्दै निजी क्षेत्र। ट्यु मैदानमा प्याराफिट निर्माण र फ्लड लाइट जडानको काम 3 चरणमा हुँदै वैशाख 24 भित्र निर्माण सकिने। अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो, नेपाल सम्पत्ति शुद्धिकरण ग्रे लिस्टबाट हट्न गम्भीर सुधार आवश्यक छ। झापाका विद्यार्थीले दिएको मन्तव्यले पायो अन्तर्राष्ट्रिय चर्चा। हिटलरको शैलीसँग तुलना। कुन अन्तर्राष्ट्रिय मिडियाले के लेखे, आजको समाचारमा हेर्नुहोस्। नेप्से परिसूचक लगातार 5औं दिन पनि घट्यो। अन्तिम समयमा शेयर मूल्यमा हुन सक्ने चलखेल अन्त्य। लिबियाले 177 आप्रवासीलाई नाइजेरिया पठायो। गाजामा इजरायली बम विस्फोटमा 25 प्यालेस्टिनीको मृत्यु। दक्षिणी स्पेनमा भारी वर्षा। ट्रम्प र जेलेन्स्की युक्रेनमा आंशिक युद्ध विराम गर्न सहमत। र टर्कीमा विपक्षी नेताको गिरफ्तारीपछि ठूलो प्रदर्शन, यातायात अवरुद्ध। यी र यस्तै समाचार सहित देश विदेशका 25 महत्वपूर्ण खबर संक्षिप्त रूपमा लिएर आएका छौं। हाम्रो भिडियो सामग्री अन्तिमसम्म हेर्नुहोला। नमस्कार, नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म सुजन पौडेल। सदाका दिन जस्तै आज पनि हामी देश दुनियाँको ताजा अनि महत्वपूर्ण खबर अपडेट सहित तपाईँ माझ उपस्थित भएका छौं। तपाईले हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ, कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनु होला। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। आउनुहोस् आजको समाचार सुरुवात गरौं माध्यमिक शिक्षा परीक्षा एससी सुरु भएको सम्बन्धी प्रसंगबाट। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एससी सुरु भएको छ। बिहिबारदेखि यस वर्षको एससी परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका 2079 परीक्षा केन्द्रबाट एससी सञ्चालन भएको छ। पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत रचना, मद्रसा तर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भएको छ। यो वर्षको माध्यमिक शिक्षा परीक्षामा 5,14,071 जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ। जनकपुरमा एससी परीक्षा सुरु भएको 1 घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ। प्रश्नपत्र सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक भएको हो। जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको भन्ने बारे अहिलेसम्म खुलिसकेको छैन। केन्द्र अध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान गरिएको छ। यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीको भनाइ छ। धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कड़रियाले भने उक्त प्रश्नपत्र आउट भएको बारे आफूलाई केही पनि जानकारी नभएको बताउनु भयो। आफूसहित परीक्षा अनुगमन समितिका पदाधिकारीहरू थुप्रै केन्द्रहरूमा पुग्दा मर्यादित रूपमा परीक्षा भइरहेको पाएको उहाँको भनाइ थियो। मध्य प्रदेशमा यस वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एससीमा सहभागी भएका थिए। धनुषामा 195 वटा विद्यालयमा अध्ययनरत 13,654 जना विद्यार्थीले एससी दिएका छन्। सिराहाको औरही गाउँपालिका 5 मा हुन लागेको मायागेका लागि स्थानीय एक डोम परिवारको घर भत्काइएको छ। दलित बन्दै त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ। यही चैत 17 गतेबाट सुरु हुन लागेको विष्णु मायागेका लागि स्थानीय दीपक मरिक डोमको घर भत्काइएको हो। पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ। दीपककी श्रीमती अनिता मरिक डोमले मायागे स्थलमा दलित परिवार बस्न नहुने भन्दै आफूहरूको घर भत्काएको बताउनु भएको छ। यज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछि फागुन 10 गते डोजर लगाएर हाम्रो घर भत्काइदिए। उहाँले भन्नुभयो, त्यति मात्र होइन, त्यहाँको 2 फिट माटो समेत खनेर हटाइयो। अनिता र दीपकको परिवार आफ्नो जग्गा नभएकाले 2 दशक अघिदेखि त्यहाँको सार्वजनिक जग्गामा बसिरहेको थियो। 5 वर्ष अघि मध्य प्रदेश सरकारले जनता आवास योजना अन्तर्गत उहाँहरूका लागि 2 कोठे पक्की घर पनि बनाइदिएको थियो।
अहिले त्यही पक्की घर भत्काइदिएपछि डोम परिवार सुन्दर जनतावादी औरहेको 2 दूर जग्गामा फुसको घरमा सर्न बाध्य भएको छ। मायागेका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे मायागे नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलीप यादव मिलेर घर भत्काएको स्थानीयको भनाइ छ। एकजना बाबा आउनु भएको छ। उहाँले यहाँ डोमको घर छ, त्यसैले यो ठाउँमा यज्ञ हुँदैन, डोम परिवारलाई यहाँबाट सार्नुपर्छ भनेपछि डोजर लगाएर मेरो घर भत्काइदिनु भयो। अनिताले भन्नुभयो अरू सबैको घर यही छ, तर हाम्रो मात्रै घर हटाइयो। अनिताले दुखेसो पोख्नुभयो, म र मेरो श्रीमान काममा थियौं, त्यति बेला जेसीबी ल्याएर घर भत्काइदिए। 4 दिन अगाडि मात्रै छोरा अर्जुनको विवाह गरेर बुहारी भित्र आएको अनिताको परिवार अहिले समस्यामा परेको छ। हतारमा घर भत्काउँदा घरभित्र रहेका केही सामान समेत झिक्न नपाएको पीडित परिवारको भनाइ छ। दीपक र अनिताको 7 जनाको परिवार छ। परिवारमा 17 वर्षीय छोरा अर्जुन, नवविवाहित बुहारी, 13 वर्षीय छोरी किरण कुमारी, 10 वर्षीय छोरी प्रीति र 7 वर्षीय छोरा आकाश मरिक छन्। विद्यालयको जग्गामा एकान्तमा सर्नु परेकाले बिजुली, खानेपानी लगायत आधारभूत सुविधाको समस्या भएको उहाँले बताउनुभयो। नयाँ ठाउँमा बिजुली छैन, गर्मी बढेकाले सर्पको डर छ। अन्धकारमा त्रासदीपूर्ण रात बिताउनु डोम परिवारको नियति बनेको छ। अनितालाई त झन् अझ विद्यालयको जग्गाबाट पनि लखेटिनु पर्ने हो कि भन्ने चिन्ताले सताइरहन्छ। यहाँ बस भनियो, झुप्रो बनायो, तर यो स्कुलको जग्गा हो, कुन दिन त्यो पनि भत्काएर निकाल्छन्, ठेगान छैन, अनिताको भनाइ छ। दीपक मरे गाउँपालिका कार्यालयमा स्विपरको काम गर्छन् भने अनिता स्वास्थ्य केन्द्रमा कार्यरत छिन्। त्यसैले गाउँपालिका अध्यक्ष शिवजी यादवले घर भत्काउनु पर्छ भन्दा पनि मान्न बाध्य भएको उनीहरूको भनाइ छ। त्यहाँको घर भत्काउँछौ, तिमीहरू पर गएर बस भनेपछि मान्नै पर्यो, अनिताको भनाइ थियो। पालिका अध्यक्षको कुरा नमाने जागिर जान्छ। डोम परिवार भएकै कारण आफ्नो घर भत्काएर अन्यन्त्र सारेकोमा अनिताका छोरा अर्जुन मरेक आक्रोशित बन्नु भएको छ। के हामी मान्छे होइनौ? हाम्रो घर यहाँ हुँदा यज्ञ गर्न कसरी अप्ठ्यारो पर्थ्यो? अरू जातिको घर भत्काइएन, तर डोम भएकै कारण हाम्रो घरमाथि डोचर चलाइयो, हामीलाई अछुत भनेर यहाँको माटो समेत खनेर फालियो, अर्जुनको भनाइ छ। यता पालिका अध्यक्ष शिवजी यादवले भने सहमतिमै घर भत्काएर अन्यन्त्र सारिएको दावी गर्नुभएको छ। दीपक मरिकको सहमतिमै उनको घर भत्काएर अन्यन्त्र सारिएको, त्यहाँ पानीको धारो र बिजुलीको व्यवस्थापन गर्ने तयारीमा छौं। उहाँले दलित भएका कारण उनीहरूलाई त्यहाँबाट नहटाइएको जिकिर गर्नुभयो। सो क्षेत्रमा कृषि हाट बजार चलाउन संघ सरकारले 3 करोड बजेटमा टेन्डर लागेको र सो क्षेत्रको बीचमा दीपकको घर पर्ने भएकाले हटाउनु परेको उहाँको भनाइ छ। त्यो ठाउँको बीचमा दीपकको घर मात्रै पर्थ्यो, त्यहाँ कृषि बजारको सडक निर्माण गर्नु छ, बाउन्ड्री वाल लगाउनु छ। यो कुरा धेरै पहिलादेखि चलेको थियो, पालिका अध्यक्ष यादवको भनाइ छ। त्यसैले दीपकको परिवारले त्यहाँबाट सार्नु पर्यो। उहाँले स्थानीय विद्यालयलाई क्याम्पसमा स्तरोन्नति गर्न र विकास निर्माणका अन्य काम गर्न महायज्ञ लगाउन लागि बताउनुभयो। स्थानीय समेत रहेकै राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य कबुली पासवानले भने डोम भएकै कारण दीपकको परिवारको घर भत्काएर अन्यन्त्र सारिएको बताउनुभयो। त्यहाँ केही दास र तत्माहरूको घर छ, अरू कसैको घर नभत्काएर डोम परिवारकै घर भत्काउनुको कारण के हो? उहाँले प्रश्न गर्नुभयो। अछुत भनेर डोम परिवारको घर भत्काउनेलाई कानून बमोजिम कारबाही हुनुपर्छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोभियु निर्वाचनको नतिजा उत्साहजनक रहेको बताउनु भएको छ। अहिलेसम्मको नतिजाले सचेत एवं बौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको प्रचण्डको भनाइ थियो। सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेख्नु भएको छ, भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर निकै उत्साहजनक छ। उहाँले थप लेख्नु भएको छ, कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र व्यथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ उहाँले भन्नुभयो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले सोभियु निर्वाचनमा विजयी भएका विद्यार्थीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो। सिराहाको औरही गाउँपालिका 5 मा महायज्ञ गर्न भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाउनु भएको छ। बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गर्नु भएको छ। नेपाली कांग्रेसका सांसद जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमरेश कुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विक लगायतले आपत्ति जनाउनु भएको छ। उहाँहरूले यस घटनाप्रति आपत्ति जनाउँदै दलितहरूले न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालत हेग जानुपर्ने अवस्था समेत आएको बताउनु भएको छ। दलित भन्दै डोम परिवारको घरको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ।
अबको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिनुभएको जवाब सम्बन्धी प्रसंग। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी काम भइरहेको बताउनु भएको छ। बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको, विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एवं नेभिगेसन शुल्कमा छुट तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको बताउनु भयो। त्यस्तै उहाँले अध्यागमन, मुद्रा सटै लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र बाँकी कामहरू सकेर विमानस्थललाई छिटै पूर्ण क्षमतामा सञ्चालन गर्ने बताउनु भयो। त्यस्तै प्रधानमन्त्री ओलीले युवाहरू उच्च शिक्षा र रोजगारीका लागि विदेश जाने कुरालाई नकारात्मक रूपमा लिन नहुने बताउनु भयो। उहाँले स्वदेशमै उत्पादन र उत्पादकता विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जानकारी दिनुभयो। देश बन्दै बनेन भनेर युवाहरूमा नकारात्मक प्रभाव पार्ने काम भइरहेको भन्दै उहाँले त्यस्तो गर्न नहुने समेत बताउनु भयो। त्यस्तै प्रधानमन्त्री ओलीले जलन पीडित र जलनका घाइतेहरूको उपचार र क्षतिपूर्तिको सन्दर्भमा आफू व्यक्तिगत रूपमा समेत गम्भीर रहेको बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाब दिँदै 1962 सम्म त्यो भूभाग समेटेको नक्सा नेपालको अहिलेको जस्तै भएको बताउनु भयो। उहाँले भन्नुभयो, त्यसपछि नेपालको नक्सा किन र कसले फेर्यो, कसको सरकार र कस्तो व्यवस्था थियो, तपाईहरुलाई याद होला 2077 असार 4 गते संविधान संशोधन मार्फत हामीले अद्यावधि गरिसकेका छौं। उहाँले पछि प्रतिवेदन नेपालले नबुझ्ने भनेर नरहेको भन्दै पहिला भारतका प्रधानमन्त्रीले बुझेपछि नेपालले पनि बुझ्ने बताउनु भयो। त्यस्तै प्रधानमन्त्री ओलीले सुनसरी मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणका लागि अध्ययन हुँदै गरेको बताउनु भएको छ। त्यस्तै नेपाल चीन बीचका 14 वटा व्यापारिक नाका सञ्चालनमा रहेको उहाँले बताउनु भयो। त्यस्तै छाङ्गु पुग्ने घोडेको बाटो निर्माणका लागि 5 करोड बजेट विनियोजन गरिएको बताउनु भयो। त्यस्तै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो। त्यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई गरिबीको दयनीय अवस्थाबाट छिटो मुक्त गर्ने गरी काम गरिरहेको बताउनु भयो। असहज आर्थिक अवस्थामा गुज्रिरहेको अवस्थामा वर्तमान सरकार बनेको उहाँको भनाइ थियो। उहाँले उत्पादकता बढी भएका ठाउँमा लगानी गर्न ऋणको रकम खर्च भइरहेको बताउनु भयो। कतिपय विकास निर्माणका काम अन्तिम चरणमा रहेको तर ऋण बाहेक अर्को विकल्प नभएको उहाँको भनाइ थियो। प्रधानमन्त्रीले नेपाल सरकारका कर्मचारी लोकसेवा आयोग मार्फत नियुक्त गरिने भएकाले सरकारले आफ्नो मान्छे राख्यो भन्ने भनाइ आरोप मात्रै भएको बताउनु भयो। उहाँले कर्मचारी नियुक्ति प्रक्रियामा सरकारको मान्छे राख्न लोकसेवा आयोगले सहयोग पुर्याउँछ भन्ने कुरामा आफूलाई विश्वास नरहेको बताउनु भयो। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको बताउनु भयो। प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाब दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो, शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुङ्गोमा पुर्याउन आफूले सम्पर्क गर्न खोजेको भए पनि स्वास्थ्यमा समस्या आएर प्रचण्ड सम्पर्कमा आउन नसकेको बताउनु भयो। बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निर्माण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुङ्गाउन सरकार प्रतिबद्ध छ। उहाँले भन्नुभयो, यसमा अहिले पनि म प्रयासरत छु। यसमा म विपक्षी दलका नेताजीसँग सम्पर्क गर्न खोजिरहेको छु। मैले पटक पटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या परेकाले नसक्नु भएको जवाब पाएको छु। आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु शाहले गौर हत्याकाण्डका दोषीलाई कानून बमोजिम अविलम्ब कारवाही गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष शाहले यस्तो बताउनु भएको, उहाँले गौर हत्याकाण्डको छानबिन कहाँ पुग्यो भन्दै प्रश्न समेत गर्नुभयो। उहाँले हत्याका काण्ड बारे पीडितले जारी दर्ता गराएको भए पनि सरकारले छानबिन नगरेको बताउनु भयो। रौतहटको गौरमा 2063 साल चैत 7 गते उपेन्द्र यादव नेतृत्वको लोकतान्त्रिक मधेसी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीचको विवादले झडपको रूप लिएको थियो। त्यस क्रममा 2 दर्जन भन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो। घटना बारे मृतकका परिवारले सोही वर्ष चैत 28 गते प्रहरी कार्यालय रौतहटमा जारी दिएका थिए, तर सरकारले अहिलेसम्म दोषी पत्ता लगाएको छैन। त्यस्तै अध्यक्ष शाहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउनु पर्ने भन्दै बहिष्कार समेत गर्नुभयो। सिराको औरही गाउँपालिका 5 मा विष्णु मायज्ञको नाममा दीपक मरिक डोमको उठीबास गराएको घटना छानबिन तथा यसमा संलग्नलाई कारवाही गर्न मध्य प्रदेश सभाका सांसदहरूले माग गर्नु भएको छ। बिहीबार बसेको प्रदेश सभा बैठकमा विभिन्न दलका सांसदहरूले शून्य समयमा बोल्दै घटनाको निन्दा गर्नु भएको छ भने घर भत्काउन संलग्न औरही गाउँपालिका अध्यक्ष शिवजी यादव सहितलाई कारवाहीको माग गर्नु भएको छ। सांसद नीलम कुमारी रजकले कुनै पनि नाममा दलितको घर भत्काउने र उठीवास लगाउनेलाई कड़ा कारवाही गर्नुपर्ने माग गर्नुभयो। मागिएको नाममा घर भत्काउनु निन्दनीय घटना हो। घर भत्काएर उठीवास गराउने माथि कानून बमोजिम कारवाहीको जोरदार माग गर्दछु उहाँले भन्नुभयो। त्यस्तै माओवादी सांसद माल कणले उठीवास गराउने माथि कारवाही र डोम परिवारको बासको व्यवस्थापन गर्न माग गर्नुभयो। जसपा नेपालकी सांसद ललिता पासवानले मानवता हराइरहेको काम गर्ने जनप्रतिनिधि यो रोगबाट मुक्त कहिले हुने भन्दै प्रश्न गर्नुभयो।
एमालेका सांसद लखन दासले वर्षौंदेखि परिवारसहित बसोबास गरिरहेका डोम परिवारलाई त्यहाँबाट हटाएर अमानवीय काम गरेको भन्दै छुवाछुतलाई मलजल गर्ने सबै व्यक्तिलाई कारबाहीको माग गर्नुभएको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवड़ाले पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व राजाले साउन 7 गते प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दा शाही निशान राखेको पाइएको बताउनु भएको छ। उहाँले भन्नुभयो नेपालको संविधानमा कहीँ पनि श्री 5 महाराज धिराज भन्ने उल्लेख छैन, त्यसैले श्री 5 महाराज धिराज राख्ने र शाही निशान राख्ने प्रति घोर आपत्ति छ। सरकारले यस्ता संविधान विरोधी कार्य नगर्न अनुरोध गरोस्। उहाँले संविधान कुन वर्गले मान्नु पर्ने कसले मान्नु नपर्ने हो भन्दै सरकारको ध्यानकर्षण गराउनु भयो। नेकपा एमालेका सांसद ठाकुर गैरीले लोडसेडिङलाई लिएर मन्त्री र प्राधिकरणका निर्देशकले फरक सूचना दिएर जनतालाई भ्रममा पारेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री र कार्यकारी निर्देशकले दिएको फरक सूचनाले जनताले कसरी बुझ्ने भन्दै प्रश्न गर्नुभयो। हिजो 2वटा समाचार आए, मन्त्रीजी भन्नुहुन्छ लोडसेडिङ हुन्छ, सुरु भयो। अर्कोतिर कार्यकारी प्रमुख भन्नुहुन्छ लोडसेडिङ छैन, हुँदैन, ढुक्क हुनुस्। एउटै सरकारबाट जनतालाई दिन खोजेको सन्देश के हो र यसले देशलाई अन्योलतातिर लगिरहेको छ उहाँले भन्नुभयो। ऊर्जा मन्त्री दीपक खड्काले लोडसेडिङ हुन सक्ने बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङले नहुने बताउनु भएको थियो। काठमाडौँ स्कुल अफ ल केएसएल का संस्थापक एवं प्रबन्ध निर्देशक युवराज संग्रौलामाथि विद्यार्थी दुर्व्यवहारको आरोप लागेपछि गठित समितिले छानबिन गर्न नसक्ने भन्दै प्रतिवेदन बुझाएको छ। पूर्व जिल्ला न्यायाधीश डाक्टर श्रीकृष्ण भट्टराईको संयोजकतामा गठित 3 सदस्यीय समितिका सदस्यहरूले संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न नसक्ने भन्दै बुधबार कलेज सञ्चालक समितिलाई प्रतिवेदन बुझाएका छन्। बिहिबार यसबारे निर्णय हुने कलेज प्रशासनले जनाएको छ। समितिलाई बुझाएको संक्षिप्त प्रतिवेदनमा संग्रौलामाथि लागेको आरोप छानबिनको विषय उनीहरूको क्षेत्र अधिकारभित्र नपर्ने भनिएको छ। संयोजक भट्टराईका अनुसार उहाँलाई समितिमा राख्न पहिले सामाजिक सञ्जालसँग सम्बन्धित एउटा विषयमा समितिमा बसेर जाँच गरिदिन भनेर सोधिएको थियो। मेरो विज्ञताको विषय सामाजिक सञ्जाल र विद्युतीय अपराध भएकाले हुन्छ भनेको थिएँ, तर पछि टिओआर हेर्दा हामीले छानबिन गर्न सक्ने क्षेत्र अधिकार भन्दा बाहिरको विषय रहेछ। उहाँले अनलाइनखबर.com सँग भन्नुभएको छ। त्यसपछि यो कमिटिले हेर्न सक्ने विषय होइन भनेर लेखेर दिएका छौं। केएसएलले आइतबार पत्रकार सम्मेलन गरेर संग्रौलामाथि आरोप लागेपछि पूर्व न्यायाधीश भट्टराईको नेतृत्वमा तटस्थ जाँचबुझ समिति गठन गरिएको जनाएको थियो। त्यसबेला केएसएल का प्राध्यापक अंजन कुमार दाहालले पूर्व जिल्ला न्यायाधीश भट्टराई नेतृत्वको समितिमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको भन्नुभएको थियो। तर लैंगिक विभेद विज्ञ भन्दै सदस्य राखिनु भएका धामीले पहिले संग्रौलाको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको खुलेपछि समिति सुरुवातमै विवादमा मुछिएको थियो। धामीले सामाजिक सञ्जाल फेसबुकमा केएसएल का विद्यार्थीले भट्टराई नेतृत्वको समितिबाट समेत निष्पक्ष जाँच हुने शंका गर्दै प्रश्न उठाउनु भएको थियो। पछि समितिबाट उहाँलाई हटाएर अधिवक्ता पूर्णिमा गुरागाईलाई सदस्य बनाइएको थियो। समितिका सबै सदस्यहरू एक ठाउँ बसेर छलफल गरेपछि केही गर्न नसक्ने निष्कर्षमा पुगेको पूर्व न्यायाधीश भट्टराईले बताउनुभयो। समितिका सदस्य कोइरालाले पनि प्रारम्भिक दृष्टिमै छानबिन गर्न नसक्ने देखिएकाले यो विषय उल्लेख गरेर प्रतिवेदन बुझाइएको बताउनुभयो। कलेजको 5औं वर्षमा अध्ययनरत एक विद्यार्थीले संग्रौलाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत कलेजका छात्रहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गरेको सार्वजनिक गरेकी थिइन्। यो मामला सार्वजनिक भएपछि सामाजिक सञ्जालमा केएसएल पढेका अन्य कतिपय विद्यार्थीले समेत ऐक्यबद्धता जनाउँदै आफ्नो अनुभव लेखेका थिए। पछि केएसएल का 100 जना विद्यार्थीले शुक्रबार साँझ संयुक्त वक्तव्य जारी गर्दै यसमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि माग गरेका थिए। नेपालमा सुक्खा याम शुरू भएसँगै औद्योगिक क्षेत्रमा विद्युत अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा 230 मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको उद्योगमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ 6 बजेदेखि राति 10 बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको हो। हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक 12 घण्टासम्म लोडसेडिङको मारमा परेको छ। भारतबाट हाल दैनिक 700 मेगावाट भन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ, जसका कारण उद्योगहरू प्रभावित भएका छन्। ऊर्जा मन्त्री दीपक खड्काले नेपालमा जलविद्युत उत्पादन सुक्खायाममा घट्ने भएकाले साँझको समयमा बिजुली आपूर्तिका लागि भारतलाई अनुरोध गरिएको बताउनुभयो। घरायसी उपभोक्तासँगै औद्योगिक क्षेत्रलाई पनि सहज बनाउने प्रयास स्वरूप भारतलाई अनुरोध गरिएको उहाँले भन्नुभयो। सकारात्मक संकेत देखिएकाले निकट भविष्यमा समस्या केही हल हुने विश्वास छ। परराष्ट्र मन्त्री डाक्टर आर्जु राणाले भारतीय विदेश मन्त्री एस जयशंकरलाई साँझको समयमा बिजुली आपूर्ति सहज बनाउन अनुमति दिन आग्रह गरिसकेको र भारतीय दूतावासले समेत नेपाललाई आवश्यक सहयोग गरेर भारत सरकारसँग सम्मेलन गरिरहेको बताउनुभयो।
औद्योगिक क्षेत्रमा 12 घण्टासम्म अघोषित लोड सेडिङ शुरू भएपछि उत्पादन घटेको छ भने लागत बढेको छ। भारतले दिउँसो मात्रै विद्युत दिन थालेपछि पूर्व क्षेत्रको औद्योगिक ग्रिडमा 12 घण्टासम्म अघोषित लोड सेडिङ भइरहेको छ, जसले गर्दा उत्पादन 70% कटौती भएको निजी क्षेत्रको दाबी छ। ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीचको टकरावले निजी क्षेत्रमा मार परेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुनाराको भनाइ छ। विद्युतले धेरै ठूलो समस्या बनायो, उद्योग चल्न गाह्रो अवस्था छ उहाँले भन्नुभयो। कुलमान घिसिङ मन्त्रालयलाई दोष देखाउँदै हुनुहुन्छ, मन्त्रीले कुलमानलाई दोष देखाउँदै हुनुहुन्छ। उहाँहरूको जुङ्गाको लडाईँमा निजी क्षेत्रलाई अप्ठ्यारो पर्यो। अघोषित लोड सेडिङ हुँदा उत्पादन लागत बढेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताउनु भयो। बजारको अवस्था खराब छ, लोड सेडिङले गर्दा उत्पादन घट्यो, लागत बढ्यो। उहाँले भन्नुभयो सरकारले दीर्घकालीन सोच राखेर समस्या समाधान गर्नु पर्यो। विद्युत नियमित नहुँदा नयाँ उद्योग थपिने अवस्था नरहेको उहाँले बताउनु भयो। प्रदेश सरकारले लगानी सम्मेलन पनि गर्दैछ, यस्तो अवस्थामा नयाँ उद्योग कसरी थपिन्छ उहाँले भन्नुभयो। जबसम्म विद्युत पर्याप्त हुँदैन तबसम्म नयाँ उद्योग लगाउन सक्ने अवस्था छैन। अहिलेका उद्योग नै समस्यामा रहेका बेला नयाँ लगानीकर्ता आउने अवस्था नरहेको भन्दै उहाँले विद्युत कटौतीका कारण सिमेन्ट र सडकको मूल्य बढ्ने अवस्था आएको बताउनु भयो। अघोषित लोड सेडिङका कारण उद्योगको उत्पादन 30 देखि 40% खुम्चिएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको भनाइ छ। नेपाल सम्पत्ति शुद्धिकरण विरुद्धको अन्तर सरकारी निकाय फाइनेन्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टमा परेको अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले गम्भीर कानूनी, नियामकीय र सुपरिवेक्षणीय सुधार आवश्यक रहेको जनाएको छ। नेपालमा आइएमएफ संघको सहकारीमा जारी विस्तारित कर्जा सुविधा कार्यक्रमको 5औं समीक्षा पारित गर्ने क्रममा आइएमएफका कार्यकारी निर्देशकहरूको बोर्डले एएफएटीएफले ग्रे लिस्टमा राखेको कुरा ध्यानमा राख्दै सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानी नियन्त्रण सम्बन्धी रूपरेखा बलियो बनाउन यस्तो सुधारको आवश्यक रहेको उपप्रबन्ध निर्देशक ब्रो लीले जारी गरेको वक्तव्यमा उल्लेख छ। आइएमएफको कार्यकारी बोर्डले गत बुधबार ईसीएफको 5औं समीक्षा स्वीकृत गरेको छ। नेपाल यसअघि सन् 2008 मा ग्रे लिस्टमा पर्दा त्यसबाट बाहिर निकाल्न आइएमएफले ठूलो मद्दत गरेको थियो। 2012 मा नेपाल झण्डै कालो सूचीमा परेको थियो, तर आइएमएफले आफ्नो नेतृत्वमा नेपालमा कानूनी सुपरिवेक्षणीय सुधार ल्याउने प्रतिबद्धता अन्तर्राष्ट्रिय जगत समक्ष गरेपछि नेपाल कालो सूचीमा पर्नबाट जोगिएको नेपाल राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। यसको 2 वर्षपछि 2014 मा नेपाल ग्रे लिस्टबाट बाहिर निस्केको थियो। नेपाल कसरी ग्रे लिस्टमा पर्यो, कसरी कालो सूचीबाट जोगियो र कसरी बाहिर निस्कन सफल भयो भन्ने कुरा समेटेर आइएमएफले 2018 मा एक चित्र पुस्तक नेपाल इन्टु एन्ड आउट अफ द ग्रे प्रकाशित गरेको थियो। यसपटक नेपाल पुनः ग्रे लिस्टमा पर्दा त्यसबाट बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजना एएफएटीएफले स्वीकृत गरेको छ। तर आइएमएफ जस्तो विश्वासिलो संस्थाको सहयोग यस्तो बेलामा निकै महत्वपूर्ण हुने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ। अझ दिगो र समावेशी वृद्धि हासिल गर्न महत्वाकांक्षी संरचनात्मक सुधार गर्न पनि आइएमएफको निर्देशकहरूको आह्वान छ। व्यवसायको उच्च लागत घटाउने, लगानी वातावरण सुधार गर्ने, सुशासन प्रबन्धन गर्ने र भ्रष्टाचार विरोधी संस्थाहरूलाई मजबुत बनाउने प्रयास अगाडि बढाउन उनीहरूले सिफारिस गरेका छन्। यस अतिरिक्त आइएमएफले वित्तीय क्षेत्रमा बढ्दो जोखिम ध्यानमा राख्दै त्यसको न्यूनीकरणका लागि सक्रिय रूपमा काम गर्नुपर्ने पनि जनाएको छ। आइएमएफका कार्यकारी निर्देशकहरूले वित्तीय क्षेत्रका नियमहरूलाई अन्तर्राष्ट्रिय मापदण्डसँग अझ बढी अनुकूल बनाउन 10 ठूला बैंकहरूको ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गर्न तथा समस्याग्रस्त बचत तथा ऋण सहकारीहरूको समस्या समाधानका लागि विस्तृत रणनीति विकास गर्न पनि नेपाललाई प्रेरित गरेका छन्। उपप्रबन्ध निर्देशक लीले जारी गरेको वक्तव्यमा उल्लेख छ। त्यस्तै आइएमएफको कार्यकारी बोर्डले 5औं समीक्षा सम्पन्न गरेसँगै विस्तारित कर्जा सुविधा अन्तर्गत नेपालले पाउने निर्ब्याजी ऋणको थप 5 अर्ब 85 करोड रुपियाँ निकाल्न पाउने भएको छ। सन् 2022 मा आइएमएफले स्वीकृत गरेको ईसीएफ अन्तर्गत नेपालले 39 करोड 59 लाख अमेरिकी डलर बराबर निर्ब्याजी ऋण पाउँछ। 5औं किस्ता पनि नेपालले निकाल्न पाउने भएपछि नेपालले कुल 28 करोड 91 लाख डलर खर्च गर्न सक्ने भएको छ। त्यस्तै आन्तरिक माग कमजोर भएका कारण नेपालको अर्थतन्त्रले आर्थिक चुनौती सामना गरिरहेका आइएमएफले जनाएको छ। चालु आर्थिक वर्षमा नेपालले 4.2% को औसत आर्थिक वृद्धि दर हासिल गर्ने आइएमएफको प्रक्षेपण छ। झापाका एकजना विद्यार्थीले विद्यालयको वार्षिक उत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको छ। धुलाबारीको होलीबेल स्कुलको 24औं वार्षिक उत्सवका अवसरमा 28 फागुनमा कक्षा 10 मा पढ्ने 16 वर्षीय विद्यार्थी आविष्कार राउतले दिएको मन्तव्य भाइरल भएको हो। उनको मन्तव्यको भिडियो खिच्ने झापाका संचारकर्मी विजय बरालका अनुसार उनले राउत अध्ययनरत विद्यालयको वार्षिक उत्सवको पूरा भिडियो खिचेका थिए। कार्यक्रमको बीचमा विद्यार्थीहरूले अध्यापक र अन्य उपस्थिति सामु विभिन्न विषयमा बोल्ने क्रम चल्यो। त्यस क्रममा कक्षा 10 का आविष्कारले बोल्दा हलको माहौल नै अर्कै भयो। उहाँको भनाइ छ, फर्केर अर्को दिन मैले त्यो क्लिप मात्र सुरुमा पेजमा अपलोड गरेको थिएँ।
केही समयमै त्यो भाइरल हुन पुग्यो। बरालले सुरुमा राउतको मन्तव्य दिएको भाषण बिल्जु मिडिया कर्नर नामक आफ्नो पेजमा अपलोड गर्नुभएको थियो। उक्त पेजमा राखिएको भिडियो यो समाचार तयार पार्दासम्म 8,86,000 भन्दा बढीले हेरिसकेका छन्। भिर्तामोड झापा नामक पेजमा 31 लाखले यो भिडियो हेरेका छन्। यो पनि भिर्तामोडकै साथीहरूले चलाउनु भएको पेज भएकाले उहाँहरूले माग्नु भएर मैले दिएको थिएँ। पछि अरू थुप्रैले डाउनलोड गरेर आफू अनुकूल अपलोड गर्नुभयो। पछि उहाँले आफ्नो पेजमा विद्यालयको कार्यक्रमको पूरा भिडियो पनि राख्नु भएको छ। त्यसमा अरू कक्षामा पनि पढ्ने विद्यार्थीले आफ्नो विषयमा बोलेका छन्। आविष्कारले बोल्दा चाहिँ उनको प्रस्तुतिका कारण हलमा उपस्थित धेरैले वोटिङ गरेको सुनिन्थ्यो। यता मन्तव्यका क्रममा उनले देशको अहिलेको अवस्था भ्रष्टाचारबारे चर्चा गर्दै यसबारे अहिलेका युवाले नबोले कसले बोल्छ भनेर प्रश्न उठाएका थिए। उनले दिएको भाषणलाई भारतीय सञ्चार माध्यमले हिटलरसँग तुलना गर्दै प्राथमिकताका साथ समाचार लेखेका छन्। भारतको आर्थिक अखबार द इकोनोमिक टाइम्सले नेपाली विद्यार्थीले स्कुलमा राखेको मन्तव्यको भिडियो भाइरल भएको भन्दै लेखेको छ। यसमा उनको भाषणलाई धेरैले जर्मनका कुर शासक एडल्फ हिटलरसँग तुलना गरेको उल्लेख गरिएको छ। आज म यहाँ नयाँ नेपाल निर्माण गर्ने सपना लिएर उभिएको छु भन्दै दिएको भाषणको केही अंश पनि समाचारमा समावेश गरिएको छ। यस्तै धेरैले यो भिडियोलाई लिएर मिम पनि बनाएका छन्। एकजना प्रयोगकर्ताले भिडियो गेम GTA को 5औं भर्सन आउनुभन्दा पहिले नेपाली हिटलर पाएको उल्लेख गरेका छन्। अखबार दैनिक जागरणले नेपाली विद्यार्थीको भाषणलाई लिएर हिटलरसँग तुलना भइरहेको छ भनेर भिडियो सहितको सामग्री प्रकाशन गरेको छ। भारतको टेलिभिजन च्यानल NDTVले नेपालको राजनीतिक र आर्थिक चुनौतीलाई सम्बोधन गर्दै विद्यार्थीले दिएको भाषण नेपालमा राजतन्त्रको पक्षमा आन्दोलन भइरहेका बेला भाइरल भएको उल्लेख गरेको छ। भारतको द इन्डियन एक्सप्रेसले पनि विद्यार्थीले बेरोजगारी र भ्रष्टाचारबारे दिएको मन्तव्य हिटलरसँग तुलना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरिरहेको उल्लेख गरेको छ। त्यस्तै यो चार्ली च्याप्लिनको प्रसिद्ध भाषण द ग्रेट डिटेक्टरबाट प्रेरित भएको भन्दै एक प्रयोगकर्ताले दिएको टिप्पणीलाई समेत समाचारमा समावेश गरिएको छ। यता आविष्कार राउतले पनि आफूले देशको अवस्था हेरेर आक्रोशित भएर त्यस्तो मन्तव्य दिएको बताएका छन्। धेरै उत्कृष्ट विश्वभरि चिनिएका व्यक्तिहरूसँग जोडेर पनि भिडियो बनिरहेको छ। मलाई त्यो देख्दा कता कता हाँसो उठेको छ, अचम्म पनि लाग्छ। ममा राष्ट्रप्रति अति नै प्रेम छ। देश प्रेमकै कारण मैले यस्तो अभिव्यक्ति दिएको थिएँ। देशको 40% जनसङ्ख्या युवाको रहेको भन्दै विगतको गौरवमय इतिहासलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबमा युवालाई उचाल्न खोजेको उनले बताएका छन्। भ्रष्टाचारमा देशको अवस्था लाजमर्दो छ, त्यसैले मैले यस्तो भाषण गरेको उनले भनेका छन्। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले वैशाख 24 गतेदेखि कीर्तिपुर स्थित क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट निर्माणको काम सकिने बताउनु भएको छ। बिहिबार निर्माणाधीन मैदानको निरीक्षणका लागि कीर्तिपुर पुग्नुभएका उप प्रधानमन्त्री सिंहले यस्तो बताउनु भएको। उहाँले निर्माण कम्पनीसँग वैशाख 24 गतेसम्मको समयसीमा रहेको र समयमै सकिने गरी काम अगाडि बढाइएको बताउनुभयो। उहाँले यसका लागि 3 चरणमा निर्माणको काम अगाडि बढाइएको बताउनुभयो। फ्लडलाइट जडान र 10,000 सिट क्षमताको प्याराफिट बनाउने काम समयमै गर्न सके नेपालमा केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताउनु भयो। 2082 को वैशाख 24 गतेभित्र 10,000 सिट क्षमताको प्याराफिट र 6वटा फ्लडलाइट जडान गर्ने गरी सरकारले काम अगाडि बढाएको मन्त्रीको भनाइ थियो। नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से बिहिबार पनि घटेको छ। साताभर घटेको बजार परिसूचकको गिरावटले निरन्तरता पाएको छ। बजार परिसूचक 12.38 अंकले घटेर 2669.76 अंकमा पुगेको हो। बजारमा 175 कम्पनीको मूल्य घट्दा 62 कम्पनीको मूल्य बढ्यो। बजारमा मिथिला लघुवित्त र भूगोल इनर्जीको शेयर सर्किट लेभलमा घट्यो। डोल्टी पावर कम्पनीको 7.45% वृद्धि नै सबैभन्दा ठूलो वृद्धि रह्यो। बजारमा नेपाल पुनर्बिमा कम्पनीको 28 करोड र हिमालयन पुनर्बिमा कम्पनीको 22 करोडको कारोबार हुँदा यी कम्पनीहरू सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परे। अन्तिम मिनेटमा शेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली लागू भएको छ। नेपाल स्टक एक्सचेन्जले बिहिबारदेखि अन्तिम 15 मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था सुरु गरेको छ। यसअनुसार अब प्रत्येक दिन दिनको 2:45 देखि 3 बजेसम्म कायम भएको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने व्यवस्था गरेको छ। उक्त अवधिमा कुनै कारोबार नभएको अवस्थामा पनि पछिल्लो कारोबारलाई नै अन्तिम मूल्य मान्ने नेप्सेले जनाएको छ। अहिलेसम्म 3 बजेभन्दा अगाडि भएको अन्तिम कारोबार मूल्यलाई नै क्लोजिङ प्राइस मानिँदै आएको थियो। नेप्सेले यसअघि नै यो प्रणाली तयार गरिसकेको थियो तर लागू भएको थिएन। मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै बिहिबारदेखि उक्त व्यवस्था लागू भएको हो। अब के अन्तर्राष्ट्रिय प्रसंग। लिबियाले स्वैच्छिक स्वदेश फिर्ती कार्यक्रमको एक भागको रूपमा 177 नाइजेरियाली आप्रवासीलाई स्वदेश फर्काएको छ, जसमा धेरैजसो महिला छन्। समूहमा 9 बालबालिका र 8 शिशुहरू समेत समावेश छन्। यस हप्ता थप स्वदेश फिर्ती उडानहरूको योजना बनाइएको थियो र निर्वासन जारी रहनेछ। लिबिया भूमध्य सागर पार गरी युरोप जान चाहने आप्रवासीहरूका लागि एक प्रमुख ट्रान्जिट बिन्दु भएको छ।
प्यालेस्टिनी स्रोतहरूका अनुसार गाजा सहरको साब्रा छिमेकमा रहेको एक घरमा इजरायली बम विस्फोटमा परि 25 प्यालेस्टिनीको मृत्यु भएको छ। अन्य दर्जनौं घाइते भएका छन्। पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले बताएका छन्। प्रदर्शनकारीले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन्। सुरक्षा स्रोतहरूले इजरायली युद्ध विमानले कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। इजरायली सेनाले मंगलबार बिहानदेखि गाजाका विभिन्न क्षेत्रमा तीव्र हवाई आक्रमण शुरू गरेको थियो, जसमा 400 भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। 2 महिनाको युद्ध विराम भंग भएको छ। लरेन्स आदिबाट आएको मुसलधारे वर्षाले दक्षिणी स्पेनमा 2 जनाको ज्यान लिएको छ। एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एक व्यक्ति अझै बेपत्ता छन्। दक्षिण पश्चिम प्रान्त सेभिलमा उद्धार सेवाहरूले कास्टाटिना नगरपालिका नजिकै बाढीले गाडी बगाएको फेला पारेका थिए, जसमा दम्पतिको शव फेला परेको थियो। यसबीच कोडोसा शहर नजिकै सोमबारदेखि 70 वर्षका एक पुरुष बेपत्ता छन्। स्पेनमा आएको आँधीको श्रृंखलामा लरेन्स आँधी पहिलो हो, जसले मार्चको पहिलो 2 हप्तामा औसत मासिक वर्षाको दोब्बर वर्षा गरिसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भ्लादिमिर जेलेन्स्की बीच बुधबार फोनमा रुस र युक्रेन बीच आंशिक युद्ध विराम गर्ने सहमति भएको बताइएको छ। ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार आफ्नो फोन वार्तामा युक्रेनमा शान्ति ऊर्जा र पूर्वाधार युद्ध विरामबाट शुरू हुने कुरामा सहमति जनाएको एक दिनपछि यो छलफल भएको हो। अमेरिका र युक्रेनका प्राविधिक टोलीहरू आगामी दिनहरूमा साउदी अरेबियामा भेट्ने बताइएको छ, जसले युक्रेनमा पूर्ण युद्ध विरामको बाटोमा छलफल गर्नेछ। ट्रम्प र जेलेन्स्कीले कुर्स्कको अवस्थाको बारेमा छलफल गरेका छन्। युद्ध क्षेत्रको अवस्था विकसित हुँदै जाँदा आफ्ना रक्षा र कर्मचारीहरूबीच नजिकबाट जानकारी साझा गर्ने सहमत भएको बताइएको छ। फोन वार्ताको क्रममा जेलेन्स्कीले थप वायु रक्षा प्रणालीहरू, विशेष गरी मिसाइल प्रणालीको लागि अनुरोध गरेका थिए। टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन शुरू भएको छ। प्रदर्शनकारीहरूले सड़क, विश्वविद्यालय र मेट्रो स्टेशनमा सरकार विरोधी नाराबाजी गरेका छन्। स्थानीय संचार माध्यमका अनुसार प्रदर्शनकारी र प्रहरीबीच झडपको खबर आएको छ। उसको प्रतिक्रिया स्वरूप सरकारले देशकै सबैभन्दा ठूलो शहर इस्तानबुलमा 4 दिनका लागि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ। साथै धेरै सड़क र मेट्रो सेवाहरू बन्द गरिएको छ। प्रदर्शनमा संलग्न 100 भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले हिरासतमा लिएको छ। पक्राउ परेमा धेरैजसो नेता र पत्रकार रहेका छन्। 22 वर्षदेखि सत्तामा रहेका राष्ट्रपति रेसेप तय्यप एर्दोगान विरुद्धको यो सबैभन्दा ठूलो प्रदर्शन मध्ये एक मानिएको छ। 54 वर्षीय इमामोग्लु आधुनिक टर्कीका संस्थापक मुस्तफा कामल अतातुर्कको पार्टी रिपब्लिकन पिपल्स पार्टीका नेता हुन्। उनी मार्च 23 तारिकमा राष्ट्रपतिको उम्मेद्वार बन्ने तयारीमा थिए, तर यसअघि नै उनलाई भ्रष्टाचार र आतंकवादी संगठनलाई सहायता पुर्याएको आरोपमा गिरफ्तार गरिएको हो। उनको पार्टीले यस गिरफ्तारीलाई आगामी राष्ट्रपतिको विरुद्ध गरिएको षड्यन्त्र भन्दै विरोध जनाएको छ। विपक्षी नेताले विपक्षी दलहरूलाई एकजुट हुन आह्वान गरेका छन्। उनले भनेका छन् गिरफ्तारी भए पनि इमामोग्लुलाई राष्ट्रपतिको उम्मेद्वार बनाइनेछ। यसैबीच सामाजिक सञ्जालमा विपक्षी दललाई राष्ट्रपति चुनावको बहिष्कार गर्न माग उठिरहेको छ। प्रदर्शनकारीहरूले भनिरहेका छन् अब टर्कीमा स्वतन्त्र र लोकतान्त्रिक चुनाव सम्भव छैन, तर सरकारले भने न्यायपालिका स्वतन्त्र रहेको दावी गर्दै विपक्षीहरूको आरोप अस्वीकार गरेको छ। गिरफ्तार हुनु अघि इस्तानबुल विश्वविद्यालयले इमामोग्लुको डिग्री रद्द गरेको थियो, जसका कारण उनको उम्मेदवारी संकटकालीन अवस्थामा पुगेको छ। टर्कीको संविधान अनुसार राष्ट्रपति बन्नका लागि उच्च शिक्षा अनिवार्य छ। यदि अदालतले आफ्नो निर्णय परिवर्तन गरेन भने उनी चुनाव लड्न अयोग्य ठहरिन सक्छन्। इमामोग्लु राष्ट्रपति एर्दोगानको प्रशासन विरुद्ध सबल विपक्षी नेताको रूपमा उभिएका छन्। उनले रियल इस्टेट व्यवसाय छाडेर 43 वर्षको उमेरमा राजनीति शुरू गरेका थिए। सन् 2019 अघि उनलाई धेरैले चिनेका थिएनन्, तर सन् 2019 को इस्तानबुल मेयर चुनावमा राष्ट्रपति एर्दोगानको समर्थित उम्मेद्वारलाई पराजित गरेर उनी चर्चित बनेका थिए। टर्कीमा अर्को राष्ट्रपति चुनाव सन् 2028 मा हुने तय छ, तर संविधान संशोधन गरेर वा यसअघि चुनाव गराएर एर्दोगानले फेरि सत्तामा फर्कने प्रयास गर्ने सम्भावना छ। उनको गिरफ्तारी एर्दोगानले आगामी चुनावका लागि आफ्नो मुख्य प्रतिद्वन्दी हटाउन खोजेको रणनीति हुन सक्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका छन्। यिनै समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौं। प्रस्तुत गरेको समाचार सामग्रीमा तपाईको केही टिका टिप्पणी भए तलको कमेन्ट बक्समा लेखिदिनु होला। दैनिक रूपमा